नमस्कार क्रिकेट प्रेमीहरू, आजको भिडियोमा हामी कुरा गर्दैछौँ नेपाल र युएई बीच खेलिएको रोमाञ्चक टिबिसी खेलबारे, जहाँ वर्षाका कारण खेल डिएलएस विधिबाट निर्णय भएको थियो। यो खेल कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको थियो र मौसमले सुरुदेखि नै खेलमा असर पारेको देखिन्थ्यो। नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो, तर सुरुवात भने अपेक्षा अनुसार हुन सकेन। लगातार विकेट गुम्दा टोली दबावमा आयो। ब्याट्सम्यानहरू लामो इनिङ खेल्न असफल हुँदा रन बनाउने गति पनि निकै सुस्त रह्यो, जसले टोलीलाई पछि पार्यो। यही अवस्थामा दिपेन्द्र सिंह ऐरीले जिम्मेवारी लिँदै 32 रनको महत्त्वपूर्ण इनिङ खेले र टिमलाई सम्हाल्ने प्रयास गरे। उनको इनिङले नेपाललाई केही हदसम्म राम्रो स्कोरतर्फ पुर्यायो, तर अन्य खेलाडीबाट पर्याप्त साथ मिलेन। अन्ततः नेपालले 18.5 ओभरमा 8 विकेट गुमाउँदै 122 रनको योगफल तयार गर्यो। त्यसपछि वर्षा सुरु भएपछि खेल रोकियो र केही समयपछि मात्र पुनः सुरु भयो। वर्षापछि डिएलएस विधि अनुसार युएईलाई 10 ओभरमा 78 रनको लक्ष्य दिइयो, जुन लक्ष्य छोटो भए पनि दबावपूर्ण थियो। जवाफी ब्याटिङमा युएईले आक्रामक सुरुवात गर्दै खेल आफ्नो पक्षमा ल्याउने संकेत देखायो। कप्तान मोहम्मद वसिमले शानदार प्रदर्शन गर्दै 33 रन बनाए र टोलीलाई बलियो आधार दिए। उनको ब्याटिङले युएईलाई लक्ष्यतर्फ सहज रूपमा अघि बढायो र रन रेट नियन्त्रणमा राख्यो। नेपालका बलरहरूले प्रयास गरे पनि लगातार दबाव बनाउन सकेनन्, जसले युएईलाई फाइदा पुग्यो। अन्ततः युएईले 8.5 ओभरमा 4 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो र खेल आफ्नो नाममा पार्यो। यससँगै युएईले 6 विकेटले शानदार जित दर्ता गर्यो र सिरिजमा बलियो सुरुवात गर्यो। बलिङतर्फ मोहम्मद जुहैबले उत्कृष्ट प्रदर्शन गर्दै 4 ओभरमा 3 विकेट लिए। उनको बलिङले नेपाललाई ठूलो स्कोर बनाउनबाट रोकेको थियो, जुन खेलको टर्निङ पोइन्ट बन्यो। यही शानदार प्रदर्शनका कारण उनलाई प्लेयर अफ द म्याच घोषित गरियो। यस जितसँगै युएईले 2 खेलको सिरिजमा 1-0 को अग्रता बनाएको छ, जसले अब दोस्रो खेललाई झनै रोमाञ्चक बनाएको छ। अब सबैको ध्यान दोस्रो खेलतर्फ केन्द्रित छ। के नेपालले कमब्याक गर्न सक्छ त? आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस् र यस्तै अपडेटका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।